हेलो गाइस, फेरि पनि स्वागत छ तपाईहरुलाई अझै एउटा नयाँ ब्लगमा होइन। अनि म चाहिँ अहिले जाइरहेको छु कलेज। 8 बजेर 8:30 बजे घरबाट निस्के। अनि अहिले चाहिँ भर्खर मुनेरी पुल पुग्न आँटेको छु। अब अहिले किन जाँदैछु भन्नाले तपाईँहरुलाई भन्यो नि त, कि क्लासबाट हामीहरूलाई बाहिर निकाल्यो भनेर। अनि त्यही भएर कुनै केटा चाहिँ कलेज आएन। अनि सरले म्यासेज गरेर सबैजनाले बोलाउनु भयो कि आउनु अरे, पुरो चिट बनाउनु होइन। अनि म चाहिँ गइरहेको छु। अब हेरौँ अरू केटाहरू आएको कि छैन। अब कलेज गएर नै थाहा लाग्छ। मलाई त लाग्दैन कि हाम्रो ग्रुप केटाहरू चाहिँ आउँछ होला सायद, किनभने हिजो चाहिँ कुल्ली रहेछ आएको क्या, एकदम सानो थियो। अब हेरौँ न हुन्छ। अनि घाम चाहिँ पुरै लागिरहेछ। अहिले हेर्नु घाम चाहिँ यस्तो गरिरहेछ, एकदम पसिना पसिना भइहाल्यो। अब हेरौँ कति खेल घर आउँछु। अनि त्यसपछि अझै घाम बढ्छ होला र म जाँदैछु फटाफट कलेज। अनि कलेज गएपछि हेर्छु के कस्तो छ। अनि त्यसपछि तपाईँहरूलाई घर आउने बेलामा भन्छु। साथीहरू, म चाहिँ अहिले क्लासमा छु होइन। अनि तल चाहिँ प्रोजेक्ट भइरहेछ। अनि क्लास चाहिँ पुरै खाली छ अहिले। अहिले कुनै केटाहरू आएको छैन, हाम्रो ग्रुपको मात्रै आएको छ। अनि अरू ग्रुपको आएको छैन होइन। म पनि जाँदैछु तल। अनि एउटा क्लास छ, अनि क्लास गरेपछि अनि छुट्टी हुन्छ। अनि घर जाने आज चाहिँ साथी आएन। अनि घाम पनि चाहिँ धेरै लागिरहेको छ। छुट्टी भएपछि अनि घर जाने 12:30 बजी छुट्टी हुन्छ ल। अब जाँदैछु म तल प्रोजेक्ट बनाउने। आज त बन्दैन, लाग्छ 2 हप्ता होइन। साथीहरू जाँदैछु म घर। क्लास चाहिँ भएन होइन, सर चाहिँ बिरामी हुनुभयो। अनि त्यसैले सर आएन। अनि गइरहेको छु घर, प्रोजेक्ट बनाएँ। अब भोलि आउनुपर्छ। अनि भोलि चाहिँ ट्यापिङ स्यापिङ गर्नुपर्छ, रिपोर्ट बनाउनुपर्छ होइन। अनि अहिले चाहिँ 11:30 बज्दैछ। अनि घाम पनि पुरा लागिरहेछ। अहिले चाहिँ घाम पुरा एकदम गरेको छ। हेर्नु यहाँ कति गर्मी गरेको छ होइन। आउने बेलामा पनि घाममा आयो, जाने बेला पनि घाममा गइरहेको छु। म जाँदैछु फटाफट घर। अब डाइरेक्ट घरमै भेट्छु, किनभने घाम लागिरहेको छ होइन। वासकल पनि चलाउनु पर्छ, अप्ठ्यारो हुन्छ। घर गएपछि अब भेट्छु, म डाइरेक्ट घरमै भेट्छु ल। अब जाँदैछु फटाफट घर। अब डाइरेक्ट घरमै भेट्छु ल। साथीहरू ठ्याक्कै 12 बजे घर पुग्यो होइन। हेर्नु यो मेरो घरको गाडीको बाहिरको यस्तो सिन छ। म जाँदैछु भित्र, लुगा सुगा चेन्ज गरेर अनि एकछिन रेस्ट गर्ने। अनि कान्छी आएपछि अनि सोच्दैछु भिडियो बनाउनु होइन। अब साथीसँग पनि मोल माग्नु पर्छ। अब साथीलाई फोन गर्छु अनि के भन्नुहुन्छ। अनि त्यसपछि तपाईँहरू हुन्छु ल। म जाँदैछु भित्रतिर ल। साथीहरू म रिस होइन। अनि कान्छी पनि आइसक्यो, गयो खाना खानलाई। अनि 2 बजेपछि जानुपर्छ मोल ल्याउनुलाई साथीकोमा। रातिले पनि हो दिन्छु मोल। अनि 2 बजे म जान्छु, मोल ल्याउँछु अनि भिडियो बनाउँछु। अहिले म जाँदैछु सुत्नलाई, धेरै नै थाकिसक्यो होइन। अनि मोल ल्याउने बेलामा भेट्छु तपाईँहरूसँग। मलाई चाहिँ भोक लाग्यो होइन। म सोचेको थियो खाना खान्छु, तर चाहिँ घरमा भात पनि सकिहाल्यो। अनि चटपटी लिएँ, यहाँ हेर्नु चटपटी छ। अनि छोरी पनि यहाँ छ हेर्नु, खायो पिरो लाग्यो अनि भागिरहेछ। चटपटी गाजर यस्तो छ। अब हेर्छु खाना लाग्छ, अस्तिको जस्तो मिठो छ कि छैन होइन। ल म जाँदैछु खाना। अनि खाएपछि म ल्याउने। अनि कान्छीले सुतेको छ, अनि उठाउने अनि भिडियो बनाउने ल। चटपटी खाँदैथ्यो अनि अहिले चाहिँ आयो बाख्रा लिनुलाई। तर बाख्रा त्यहाँनिर छ होइन। कान्छीलाई उठाएर सुतेको थियो। अहिले भन्छ जा कि बाख्रा ल्याउनु, घाम गर्दैछ। अनि चटपटी खाएको पनि छुइनँ, चटपटी राखिदिएँ। अनि अहिले बाख्रा लिनुलाई, बाख्रा लिएपछि अनि जाने अनि खाने। कस्तो गिद्दी गर्दैछु हो। कान्छीलाई पनि के भन्नु, अब भन्दैछु छोडिदिनु, अब एकछिनमा घाम जान्छ अरे। अब छोडिदिनु बकरी, अब लिँदिनँ। अब जाँदैछु हो चटपटी खानुलाई। खालि रिस उठाउँछ कान्छी, क्या यस्तो गर्छ भने। म जाँदैछु भिडियो बनाउनको लागि होइन। अनि मोबाइल चाहिएको छ, अनि मोबाइल चाहिएमा घरु छोडिदिन्छु। अनि भिडियो बनाएपछि आएपछि अनि त्यसपछि भिडियो सिडियो के खाए खिच्छ, एडिट गर्नु होइन। अनि आज भ्लग म यही एन्ड गर्दैछु। आज भ्लग कति लाग्छ गर्नु होला, राम्रो लाग्छ लाइक गर्नु अनि च्यानललाई सब्सक्राइब गर्नु होला। आज भ्लग यति नै हो, हवस् धन्यवाद, बाई। अब हेर्छु नेक्स्ट भ्लगमा भोलि।